धेरै पछि घुम्न भनी फेवातालमा आइयो, बुढाबुढी घुम्न पाइयो, अब त के चाहियो, माझी दाई पोखरा फेवातालको। हेलो नमस्ते। यतिखेर चाहिँ हामी पोखराको फेवाताल घुम्न जान लागिरहेको छौँ। फाइनली हामी पोखरा आइपुगेको छौँ। यो मेरो भ्लग चाहिँ नयाँ हो, सबैजनाले सब्सक्राइब पनि गर्नु होला। कस्तो भएको घाँटी यार, हिजो काठमाडौँदेखि आउँदाखेरि चिसाले रुगा लाएर अलिअलि गाह्रो भएको छैन। त लाइट किन सब ढुङ्गा र बुङ्गाहरू छन्। हजुर बा, मेरो घर धादिङ। म चाहिँ धादिङबाट आएको हिजो। है यार, टिकट काटेको त्यहाँ पुर्याएर मात्रै यता ल्याइदियो, अनि फेरि यतापट्टि काटेर आएको। अहिले दुईचोटि काट्नु पर्यो नि। जाउँ केही छैन नि। सारा जाउँ, घुम्न चाहिँ घुमौँ, पैसा आएन छोडिदिनु त्यस्तै हो। माझी दाई पोखरा फेवातालको भन्छ। सँगै बस्ने भनेर बिहा गरेर अनि किन छुट्टै बस्नु त नि। नमस्ते। यतिखेर पोखराको फेवाताल घुम्दैछौँ। होइन, तिमी चाहिँ यता आऊ न, यता घाम पर्यो नि त। हजुर घर चाहिँ कहाँ? ए यतै हो। कति वर्ष भयो चलाउनु भयो? धेरै हो। पुम्दीकोट हो। हिँड कति बेर लाग्छ पुम्दीकोट जान? बाइक 20 मिनटमा पुग्छ। अहिले जानु छ यहाँबाट सकेर? एउटा माछा सामान पाएन नि त होला नि, छैन होला है। सर्दैन त है मैले चलाउँदा त। फुत्केर पोखरीमा गयो भने के गर्ने? यो डुब्यो। निदान नहुन्छन् न सरा त छ। तपाईँलाई चुरो खानु मन लाग्यो, मलाई चलाउनु भयो। त्यो नि हो। ए पाइन्छ। लाउ माया साँच्चैको नलाउ खेलाइको। विचार गर्नुहोस् है, लुगा सब भिजाइन्छ। माछा पुछ्रे शिरको पानी फेवाताल आइछ, झलको किन लाइछ भने भेटु न पो रहेछ। माझी दाई पोखरा फेवातालको। लाउ माया साँच्चैको नलाउ भो खेलाइको भन्दै आज फाइनल्ली हामी फेवातालको डुङ्गा चढ्दैछौँ। कस्तो ढिलो चलेको। तैँले चलाउनु मेरो ढङ्ग नभए त। अहिले बाँधाइले गर्दा कति छिट्टो सरा त। जाँदो रहेछ मजा चाहिँ। आजको एक्सर्साइज चाहिँ राम्रो हुँदो रहेछ। चलाउनु मैले त सार्नै सक्दिनँ। सक्छ। दुईजना दुईपट्टि गऱ्यो भने चाहिँ सर्ट जाँदैछ। होइन, यो दुईवटा ल्याउनु पर्ने छ। यो दिँदैन। माझी दाई पोखरा फेवातालको। लाउ माया साँच्चैको नलाउ भो खेलाइको। माछा पुछ्रे शिरको पानी फेवाताल आइछ,
झलको किनलाई छ भने भेटु नपो रहेछ माझी दाई पोखरा फेवातालको लाउ माया साँच्चैको नलाउ भो ख्याल ख्यालैको। हेलो हेलो, हामी यतिखेर पोखरा फेवाताल घुम्दैछौँ सरर लाएर। म आफैले बोट गर्दैछु, ड्राइभर म आफै हो आज डुङ्गाको। सरर लाएर यस्तो तरिकाले ऊ त्यो कुना गएर भिडियो बनाउनु पर्छ। हेलो नमस्ते, हामी यतिखेर पोखरा फेवाताल है सरर लाएर हामी बुढाबुढी हुन भनेर आएको। यसको ड्राइभर आज डुङ्गाको ड्राइभर मै हो। माझी दाई पोखरा फेवातालको लाउ माया साँच्चैको नलाउ भो ख्याल ख्यालैको। कहाँ मर्या मासु टल्किरहेको छ, कहाँ पुग्यो? इस मासु 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 पछि घुम्न भनी फेवातालमा आइयो, धेरै पछि घुम्न भनी फेवातालमा आइयो। बुढाबुढी घुम्न पाइयो अब त के चाहियो माझी दाई पोखरा फेवातालको लाउ माया साँच्चैको नलाउ भो ख्याल ख्यालैको। ए लाउ माया साँच्चैको नलाउ भो ख्याल ख्यालैको। सबैजनाले फलो गर्नुहोस् है यो पेजमा। आज भोलि पर्सि जति पनि घुमेका भिडियोहरू सबै यसमै आउँछन्। भोलि चाहिँ हामी बन्जी हान्दैछौँ, फेरि बुढाबुढी चट्टे लाएर बन्जी हानेर आउनेवाला छौँ कुसमा गएर। त्यो पनि भिडियो यही पेजमा आउँछ, यही भ्लगमा आउँछ। त्यो भएर सबैजना जोडिनु होला है त। चल तिमी चल यहीँ आएर किन्न सक्नु हो र? ए केही गाह्रो छैन यार, यस्तो कालो आएर भाइ म उता जान्छु। घाम आयो ल है त, यतापट्टि गर न, दाहिनेपट्टि ल है। सक्छ बल्ला र अलि कालो म चाहिँ राम्रो आखै भिडियो फोटो भिडियो सरर साइली फेवाताल। पुरै पर्फेक्ट भइसक्नु भयो क्या? अर्कोतिर आउँदा आफै चलाउनु पर्छ। वनमा गएको एउटा फाइदा। यो के होटल रेस्टुरेन्ट हो? ए रिसोर्ट।